Yes, guys, welcome back again with a new video. यो चाहिँ वर्तमान रुद्री पूजाको ब्लग हो होइन. सो ब्लग भन्दा पनि बेसिकली जस्ट क्याप्चरिङ द भिडियोज होइन. अनि यो चाहिँ अब आउँदैछ होइन त पूजा लाइक यो फर्स्ट भिडियो चाहिँ हालिसक्यौँ हामीले. त्यो प्रिपरेसन गरेको सबै जग्गासग्गै बनाएको गेट सेटहरू बनाएको होइन, प्रिपरेसन भएको सबै बनाइसक्यौँ. अब यो चाहिँ हाम्रो पूजाको भिडियो हो होइन. होपफुली हजुरले मन पराइदिनुहुन्छ होला. यो सम्झनाको लागि हामीले सम्झना यस आई अलरेडी सेड होइन. यो चाहिँ युट्युबमा राखेर लाइक मेमोरिजको लागि हो मोस्टली त. अनि हेर्न भन्दा पनि नहेर्न भन्दा पनि यो चाहिँ हाम्रो सम्झना जस्ट फर मेमोरिज. हजुरले पक्कै पनि हेर्नुहुन्छ, हामीले जति जे गरे पनि हजुरले पक्कै पनि हेर्नुहुन्छ. र भिडियो चाहिँ सुरुवात गरौँ. अब चाहिँ लेट्स गो. रोक्न मिल्ने हुन्छ त्यता गयो नि माथि टाउको हुन्छ यताबाट लिएर जानु भन्ने मैले फेरि करस हुन्छ कि एउटा मात्रै करस हुन्छ कि यो एउटै भयो यस्तो यस्तो भयो योभन्दा माथि बल्ल लाइन हुन्छ कि लाइन स्टिप हुन्छ करस हुन्छ यो अग्लो हाँसु यो बनाइदियो भिडियो भन्नु आउने पनि हुन्छ हल्का हुन्छ नि बल्ल एक लाइन भयो कि त्यो किलामा गएर ठ्याक्कै बिच सेन्टर हुन्छ यति छोडिदेऊ है, थोरै छोडिदेऊ, टाइट नगर है, यति छोडिदेऊ अरूको ब्यालेन्स त्यो 2096 कुनैमा लगा हुन्थ्यो होइन तान हजुर यसो गर सिधा माथि हुन्छ हिजो हामीले अन यो भिडियो बनाउँदै एउटाको उसमा त्यो माइकिङ हुन्छ नि त्यो राखिदिउँ. अन्त यति हँसाएको थियो नि तल बसेर हेरिदियो कति हाँस लाग्यो. अहिले कार्यक्रममा जानु आउने सान्चेर त घन्टीको त भाउ चक्र भाउ नि हामी त गइयो नि घन्टीको त मस्त रमाइलो भएछ नि रमाइलो नि त्यही तिनी उसमा चाहिँ भाउ बताइनँ मैले देखिए थियो सबै त्यही नाचेको केटीहरू नाचेको देख्यौ त्यति हो. घन्टीको सबै यो तिमीले एउटा काम गर न. यो टमाटर त्यहाँ भिडियो गरे यो टमाटर खनाएर यो सारो सारो टमाटर यता अलग राख्नु पर्छ. हजुर सर. ल ल हेलो आयो ले अङ्कल ढालिदिन्छु अङ्कल के हात मिलाउनु छ हजुर नि मेरो बाबु गात होइन कस्तो उस देखिने हुन्छ कताबाट मिल्थ्यो कि के खिच्ने भयो अलि दिउँसो अघि खेल्नुहुन्छ अरू सानो चाहिँ हाँस्दै खिच्ने हिजो त्यही यहाँ हाँसो तिमी मिस्त्रीले भाउ 11 बजेर 55 मिनट जाँदाखेरि सुरु हो. 10-12 मिनट जाँदा सुरु 59 मिनट जाँदा सुन के तिम्रो तन्त्र गर्दा कहाँ दाउरा लिएर आउँदा ऊ आज यहाँ दाउरा भइयो अहिले
त्यहाँ जोगी आफै दुःख हुन्छ अलि जा दुईजना दाउरा लिन्छ मामा आउँदै हुन्छ तिमीले चाहिँ सबै मैले उस गरेर तिमीलाई होइन हामी त नेताहरू तिमीले फटाफट सामान ल्याऊ बरु सामान चाहिएको दिन्छु तिमीहरू टक्कर अलि राखेर माइकको मात्र साउन्ड लिन्छ अहिले यत्तिकै नै आउँछ बाइकको मात्र उस लिन्छ कि तल कसरी देखाउँछ नि सबै मरेर क्या मजा थियो गाडीको जति छिटो ल्यायो नि त्यो आनन्द नै आउँछ कि जति हल्लाए पनि हल्लेको देखिन्न होला हेर्दाखेरि अस्ति म दौड्दै गएको थिएँ आनन्द यत्तिकै केही नगरेर गर्ने यत्तिकै गर्ने अप्ठ्यारो हुन्छ कि होइन अप्ठ्यारो छ यसलाई खड्किन बनाएपछि चट्ट हुन्छ અહીંबाट हाम्रा पिरियड बिन्दिलले यहाँ भाँडा धस्नु भएको छ बिहालाई चाहिए पर सम्पर्क गर्न होला भाँडा मान्ने चामल यो काम नपाएकाहरू उभिएनु ग्रुपै बनाएर अब भित्र लानु पर्ने तैँले अहिले यस्ता काम नगर्छ डिया ख्याल गर्छ बाख्रा निकालिस् खै छोड त उडो दे लाउ लाउ पर्दैन कि जुत्ते कान खै भयो ल्याउनु त्यो सिँढी बनाउनु भयो साह्रो हो यहाँ चाहिँ पनि यता देखिन्छ कि ए खतरा छ सानो मोबाइलको त खै कम यत्रो सुइरो कस्तो लाग्छ फ्यामिलीहरू बस्नुभएको छ यता भिजिट गराइदिनुहोस् अनि यस्तो छ यतापट्टि मेरा वर्तमानमा चाहिँ यता आउनुहोस् अनि त्यहाँ भयो त्यसपछि र अनि त्यसपछि यता भयो रुक्न दाइ रुक्न यति यहाँ कुरा गर्दै अनि यहाँ हामी तिनजनाको वर्तन हुँदैछ जनक पाण्डे सुसन बस्याल जीवन पाण्डे धेरै कमेडीहरू अनि यहाँ मसँग सँगै आउनुहोस् त सँगै आउनुहोस् सर हाम्रो यो उसमा चाहिँ हाम्रो चिचा नै खानुहोस् हामी सबै यहीँ छौँ दाइहरू यहीँ हुनुहुन्छ दाइहरू यहीँ हुनुहुन्छ ल यहाँ यताबाट पज गर्नु थियो
आइरहेको छ भिडियो रेकर्ड भइरहेको अलराइट गाइज अहिले चाहिँ हामी यहाँ पूजा स्टार्ट हुँदैछ र अहिले एकदमै मान्छे यहाँ भिडभाड छ अलि माहौल छैन होइन यहाँ अहिले पूजा हुँदैछ अहिले यहाँ घर पूजा यस्तै केही हुँदैछ र हाम्रो यो व्रतबन्ध पूजा चाहिँ अब हाम्रो यसपछिको पालो हो यो भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला रमाइलो गर्नुपर्छ सँगसँगै हाम्रो आफन्तजनलाई सबैलाई सम्झाएको छु है र भव्य हुँदैछ पूजा चाहिँ मण्डप पनि भव्य छ यो बिहेभन्दा कम छैन त्यही भएको कारणले गर्दाखेरि चाहिँ सबैको अनुहार देखाउ त उता मामाहरूको माइजूहरूको फेरि मेन मामा भन्नाले पनि उता पूजा हारेको हाम्रो मामाहरूको आमाको चाहिँ खिचिहाल अनुहार चाहिँ देखाइहाल गएर है त पण्डित बाले ननस्टप मन्त्र जप्दै हुनुहुन्छ र मामा आमा माइजूहरू चाहिँ पूजातर्फी लाग्दै हुनुहुन्छ है त के भन्छ जीवन त एकदमै आतिरहेको रहेछस् बोल्नको लागि ल भन त के भन्छस् ल यहाँ चाहिँ सुशान्त दादाले धेरै कुराहरू व्यक्त गर्नुभएको छ अब यहाँ चाहिँ धेरै रमाइलो हुँदैछ मौसमले पनि अहिलेसम्म साथ दिएको छ र यहाँ महानुभावहरू पनि धेरै आउनुभएको छ कम्तीमा 500-600 जना जति महानुभावहरू हुनुहुन्छ खास गरी आउँदै हुनुहुन्छ खास गरी हाम्रा यहाँका नेताजीहरूलाई पनि हामीले विशेष समावेश गरिएका छौँ र खानाको लागि माथि बारीमा हाम्रो तयारी छ त्यसको पनि हामीले हजुरसँग जोडिएर त्यस सम्बन्धी जानकारी हामीले थप हजुरसँग पुर्याउनेछौँ भन्ने आशा छ र राम्रो भइरहेको छ पूजा ल अब चाहिँ हाम्रो बिस्तारै हाम्रो महानुभावहरू पनि आउँदै हुनुहुन्छ बिस्तारै होइन र पूजा चाहिँ अब स्टार्ट भइसकेको छ अब हामी चाहिँ बोल्न पाइँदैन पूजामा छिरिसकेपछि त्यही भएर अहिले नै अन्तिमसम्म बोल्न पाइँदैन त्यही भएर अहिले नै स्टार्ट गरेर चाहिँ हामी बोल्ने क्रममा छौँ अब लास्टमा बोल्नलाई पनि थकिँदै भइन्छ होला इनर्जी हुँदैन त्यही भएको कारणले गर्दाखेरि अहिले नै स्टार्ट गरिदिएपछि चाहिँ आनन्द भइसक्यो सबैले हेर्नुहुन्छ पनि केराको घार देखाएको कति राम्रो केरा घार पनि कति राम्रो रहेछ होइन त मण्डप राम्रो छ सबै कुरा भइरहेछ र महानुभावहरू पनि आउँदै हुनुहुन्छ है फुल लिएर फलफुल लिएर कस्तो लागिरहेछ तपाईँलाई रमाइलो लागिरहेछ एकदम रमाइलो भइरहेछ व्रतबन्धको कार्यक्रम चाहिँ अगाडि बढिरहेछ पूजा कार्यक्रम चलिरहेछ ठिक छ जो छ ठिक भइरहेछ अगाडि पनि ठिक हुन्छ अब चाहिँ के छ यसपछिको पूजा कार्यक्रम व्रतबन्ध त हामी बस्छ छैन कति पछि अब एकछिन पसिन्छ एकदम रमाइलो फिलिङ भयो अब हाम्रो चाहिँ बाबा हुनुहुन्थ्यो भर्खरै बोल्नु भएको चाहिँ अब चाहिँ हाम्रो यहाँ पण्डित बाले पनि हेर्दै हुनुहुन्छ उतातिर के गरेछन् केटाहरूले भनेर हेर्नुभएको बुक हेर्दै हुनुहुन्थ्यो ठिकै छ अहिले माहौल यस्तै छ अब माहौल चाहिँ हामी माथि बुझ्न गइन्छ अब एकछिनमा माथिको रोटीहरू खानाहरू पाक्दैछ त्यही भएको कारणले गर्दाखेरि चाहिँ अब हामी माथि जान्छौँ आउनु त कस्तो हुँदैछ भान्जाको व्रतबन्ध होइन भान्जाको व्रतबन्ध एकदम राम्रो हुँदैछ भान्जाको चाहिँ नि अब व्रतन गर्ने बेला त टरेको तर पनि अब बाहिर गएको कारणले चाहिँ नि अहिले चाहिँ व्रतन गरिदिउँ माउली देशमा आएर राम्रोसँग माउलाका चाहिँ मामाका छोराहरूसँग चाहिँ व्रतन हुँदैछ यसको लागि चाहिँ म धेरै खुसी छु भान्जा तपाईँको एकदम राम्रो होस् अब फेरि बिहामा पनि तपाईँको चाहिँ जनता जान पाइयोस् यही मैले शुभकामना दिएँ धेरै मलाई बोल्न नलाइदिनुहोस् भयो ल हस् धन्यवाद ल हाम्रो मामा पनि 2-4 शब्द राखेर जानुभयो र हाम्रो बुवा पनि जानुभयो कि यसो भिडियो आयो भने बुवालाई चाहिँ बरु जनकले यसो के कस्तो छ भनेर यसो त माइक दिएर जान्छ जाँदैन ल मै जानुपर्ने हो कि भन्नुपर्ने ल अब चाहिँ हामी बुवातर्फतिर लाग्छौँ है त मिनिमा आज त पूजा हो आज चाहिँ बोल्नुपर्छ भान्जाको व्रतबन्ध होइन कस्तो भइरह होइन भनेर अब एकछिन 2-4 शब्द राख्नु पर्यो यति रमाइलो सुरु भइरहेछ यति रमाइलो मासतिर भान्सा पनि लगभग
बनेर तयारी अवस्थामा छ। अब यहाँ यज्ञ पनि अब सुरु भइसकेको अवस्था छ। मान्छेहरू आउने क्रम पनि जारी छ, मान्छे आइरहनु भएको छ, रमाइलो छ। मान्छेको इस्टिमेट चाहिँ कति छ आजको चाहिँ? हाम्रो 350 देखि 400 जनाको इस्टिमेट छ। लगभग त्यही इस्टिमेट अनुसार काम पनि गरिरहेछौँ। काम चाहिँ धमाधम चल्दैछ? धमाधम एकदम क्लियर भइरहेछ। तपाईँ चाहिँ यहाँको व्यवस्थापनको हेड? हजुर हजुर। अरू केही खासै केही छैन, चलिरहेछ, राम्रो छ। ल है धन्यवाद। ल अब चाहिँ हामी बुवातिर लागिन्छ। ल बुवा, अब हामी यहाँ क्यामेरामा छौँ होइन? ऊ त्यहाँ नातिहरूको वर्तमानको उस टाइममा चाहिँ आज यसरी चाहिँ भेट्ने सौभाग्य मिलेकोमा नातिहरूलाई धेरै धेरै धन्यवाद। धेरै समयसम्म 6-7 वर्षपछि अहिले चाहिँ नातिहरूको वर्तमानले हामीलाई यहाँ लिएर आयो र हामी धेरै खुसी छौँ। अब यस्तै किसिमले फेरि यिनको चाहिँ अब फेरि बिहामा जनता जाने मौका पनि जुराओस्, सबै भगवान्ले यस्तै जुराउन्। ल धेरै धेरै बधाई छ बाबुहरूलाई। ल अब बुवाको पनि कुरा सकियो, अब हामी माथितिर लाग्छौँ है त। ल ल हुन्छ म ल कपालै छैन। पहिला त्यसले बाँध्ने एउटा छुट्टै चङ्कडी चाहियो यहाँ रोटी त्यहाँ पञ्चायत खौरी त नि हो। छोटो रहेछ कसरी यिनको त लामो रहेछ। यहाँ उता जाने बाटो भएन। भनेपछि झट्ट मेरो काम छैन। नकराई बस्नु म तपाईलाई काम आउँदा म बोलाइहाल्छु। पण्डितजीहरु यतै हुनुहुन्छ के? यसरी यो स्वस्ति भाषण पढ्ने पूजा भयो? सबैले मामा छोरी भएर भिजाएर नबिजे व्यापार जाने मन तेरा त्यो लादिने होला हैन लाग्छ भिजा आज खाइने कपाल भिजा हामी काट्छ काटेर काट्नुस् तपाईलाई पनि बस्ने कुर्ती ल्याइदिन्छु म ल यो थाल नभए भन्छ त्यति भयो नि अब त्यति भएपछि भयो के ल एउटा खिचा
फोटो खिचा त्यहाँनिर यति त हुन्छ कि छैन भन्दा हुन्छ हुन्छ यसो समातो भयो यो छोपा छोपा हो यहाँ मैले थाहा दिन्छु अघि यहाँ त हुन्छ ल काट्दैन कि त्यसले हो त्यसले काट्दैन म भिजा छ नि चेल लाएर जाने छौ 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 म अर्को ल्याइदिन्छु किन राख्दो बेकारमा होइन अँडिया खोज्न अँडिया खोज्न अलि सानो हुनुहोस् त खोर्ने मान्छे चाहिँ टुलमाथि बस्नु पर्ने माने नसानो भरेङ लाउनु पर्ने चाहिँ यो रङ झार त त्यहाँ भइमा सरमला दुखो भिजाउँदै भिजाएन कि तेल लगाएको अहिले तपाईँलाई झारी छ यहाँ त्यो झार त यति दुःख भयो नि मैले खोजिदिन्छु दिन उ गरियो कि अन्त यो पर्दैन होला यो पहिलो अब पर्खनु नकाट्नु सक्छ काट्ला एउटा कपाल त खाल्ला लिनु हुन्न दाला आज बेलुका भेटेको लिँदै हुन्छ कोहीले काटिहाल्छ कोहीले खाँदै खान्छ अर्काले खोज्ने कपाल उठाउँदाखेरि 3टा बेला स्टार्ट ल अहिले चाहिँ अब हामी कपाल काटियो भर्खरै अब चाहिँ दारी बनाउनतिर लागेको छ कस्तो देखिरहेको छ फर्स्ट लुक अलि अँध्यारो आयो त टी सर्ट नलाइकन गर्दैछौँ होइन अब चाहिँ दारी काट्नेतिर लाग्दैछ है त ल तर यी समर्थनमा पिसा छैन होइन आयो नै ऐना चाहिँ हेर राम्रोसँग नकाटेर बनाउनुहोस् अरे बुझ्नु नि चक्लेट पकाउँदै ल्याएर हामीलाई नदिए भए गाडी आउँछ त्यो त ल गाडी आउँछ अब समाइदिन्छु तिमी ल समाइदेऊ न दारी काटेको खिच्देऊ अलि माथि गर यो त काट्न जान्दिनँ म यो त यार मैले रेजर चाहिन्छ मम्मी यो त काट्न जान्दिनँ म रेजर चाहिन्छ यो त काट्ने रहेछ माग्दिन त यो त कहाँ अनि काटिहाल्छ माग्नु कोहीसँग माग्नु मैले लिएर आउनु पर्ने रहेछ मेरो लागि यार अङ्कलले ल्याउनु थियो कि कोकोले काटेर उ भयो क्या नयाँ नयाँ चाहियो नि त्यो नयाँ के दुईटा तिनटा त ओकर पोकर आएको अब फुल त नराक्षता राखेको त्यसमा अब सबैले अरूले हात जोड्ने ओम यम ब्रह्म वेदान्त विदु वदन्ति परम प्रधानम पुरुषं च नान्ये कारणमीश्वरं मां तस्मै नमो विघ्नविनाशनाय अभिषिता सिद्धेर्तं पूजि सूर्यसुरासुरे सर्वविघ्नहरं तस्मै गणाधिपते नमः वरदरं विष्णुं हे रम्मतमे हे अमेगा ओ पहिलो कपडा थोरै प्रयोग गर्नु भन्नुलाई खगिसर बा पहिलो कपडा थोरै प्रयोग गर्नुलाई त्यति मात्रै हो ल हेर्ने होला ए आऊ पनि जाऊ अगाडि सबै जोड्दा पनि हुन्थ्यो
ब्राह्मणले दिएका किरा जितेबाट आइदिनु पर्यो यहाँ राताले हामीलाई फोटो पनि झ्याप्प झ्याप्प हानिदेऊ त्यता नराख्ने त सम्झनु होला क्या त्यति कुरा थाहा नगर्नु होला अरू कुरा मन जान्दैन कन्दानी अब बनाइन्छ म धेरै गरिँदैन तपाईँलाई उहाँको जानु साह्रै आन्टीले पठाउनु अरू आउनु खिचिरा हौ ल अब हामी चाहिँ सबै नुहाइधुवाइ गरेर कपाल सपाल काटेर अहिले चाहिँ हामी बसिरहेको छौँ अब पूजाको लागि यो पहिलो व्रतमा उसले खिचिरहेको छ हामीलाई चाहिँ होइन अब अझै स्टार्ट चाहिँ भएको छैन अब बिस्तारै हुन्छ त्यही नै हो धेरै नबोलौँ यता यता पनि खिच यसो यतातिर ल जीवनलाई कस्तो के अनुभव भइरहेछ अहिले कपाल पनि काटिस टुपी पालिस होइन अनि मान्छेहरू पनि देखिरहेछ होइन घाम पनि लगाइरह राम्रै भोक लागेको छ कि छैन 12 बज्न लागिसक्यो के भइरहेछ तेरो मनको अब बिस्तारै बोलेर होइन के फिल भइरह त्यो चाहिँ तैँले व्यक्त गर ल भोक चाहिँ लास्टै लागेको छ त्यही पनि अब चाहिँ यो पूजामा सबै हामी 3 भाइहरू समावेश भएर गरिरहेका छौँ सब राम्रो भइरहेको छ अहिलेसम्म त अब यो पूजासँगै रेस्पोन्सिबिलिटी उठाउन पाइएको छ बर्तन 3 जनाको हुँदैछ कपाल खौरेर नुहाएर उडेर अब हामी बर्तन गर्ने तयारीमा छौँ यति भन्दै यति भन्दै म अब यहाँबाट बिदा हुन्छु जस्तो धन्यवाद बाजा बजाएर रिटायर भएपछि ख्याल सम्मान गर्छ ल जनताले पदम सर
अब चाहिँ ल अब यहाँ हामीसँगबाट यहाँ गुरुबाट चाहिँ बिदा बन्न जाने हो त्यसमा चाहिँ बिदा गएर हुन्छ त्यो बनाइदिनु त्यहाँ भिक्षा माग्ने यसमा अब यहाँ भवन भिक्षाम्ये देहि भिक्षाम्ये देहि देहि ए रुक न भिक्षाम्ये देहि ल गुरुजीको माग के पो यता फर्केर भवन भिक्षाम्ये देहि हो न भवन गुरुजीबाट भवन भिक्षाम्ये देहि आमाहरूबाट भवती भिक्षाम्ये देहि आहा देहि ले जाऊ पाँच साल गाउने गर्ने यस्तो शङ्का घन्टा बजाइदिने ए बाबु Terima kasih.
भान्जालाई भएन भान्जालाई भएन पैसा दिनु यो तपाईँ बरु यो लिएर जानुहोस् यो यता आइरहनु हुने यो सबैलाई यो गरौँ छ यसलाई सबैले दिनु पर्यो नि एउटाले मात्रै दिने तिनटालाई हो त त्यो हो नि त एउटालाई खर्च माग्दै जाऊ घुम्दै घुम्दै जानु घुम्दै जानु चाहिँ मान्छ भगवत भिक्षां मे देहि भन्दै उनीहरू फर्की आइसक्यो फेरि कता हो निस्किनुमा तिम्रो दोस्रो पटक आएको दोस्रो हो कि पहिलो पहिलो पहिलो
जीवन जान उहाँ छन् कि सिधै जानु कि त सिधै यहाँ राखेर यहाँ ठोकिएर फेरि जाने हो यता आउनु तपाईँ भन्दा तपाईँ आउनु मागेर हो कि बुझ्दा जाने
यो त गाह्रो रहेछ हो चामल झरेछ तपाईँ ब्यागबाट थप्नु पर्ने कि जल यहाँ भेइएको हो खै त Bye.
हाँसेको हाँसै हुनुहुन्छ आएर भान्छ हिँड्नु अर्को उता यो मे दण्ड प्रजापति ऋषि अनुष्ठुप छन्द दण्डो देवता दण्ड ग्रहणे विनियोग अब हामी भिक्षा दानमा पऱ्यो है अब रेडी हुन्छ जाऊ टोपी लाउँछ कमल हजुर यहाँ एउटा दुनो ल्याउँछ हामीलाई हजुर तीनटा दुना ल्याइदेऊ एउटा अङ्ग्राजल ल्याइदेऊ यस आइ म ए बहिनी यहाँ त यो छ भित्र लिएर जाऊ ल भन बिछा दे भनिराख्यो मागिरा बिछा दे भन
म टक्लु बिच्छा देई मलाई यहाँ ल के गर्ने मलाई हात बिच्छा देई भन भुलिसक्यो होला के भन्नु भनेको भनिरह अरूले पनि दिने हुन्छ बाबाहरू हातले दिनु नि हामीले होइन अहिले अरूले दिन्छन् कि हामीले डाला पनि भान्जाला दिदी भान्जाला दिन न दिदीले दिदी आऊ ओ दिदी नानी आइज भान्जाला भान्जाला कम लाग्यो हैन आमाले दिनुहुन्छ म आमासित छ आज चामल ल्याउनु हजुर छ दिदी दिने र आमाले दिनुहुन्छ भन्दै सर अब यहाँ चाहिँ नि उ आउनुस् सो दबारे के भयो झिली झिली यो चाहिँ तपाई हो के दिदी आउनु के आमाले सबै भन्नुस् न ल पुराउनु न यहाँ गाडी चाहिँ दिन आउ न अगाडि मामाहरुले भएछ मामा माइले भयो एक्लै जान्छ त जान्छु भन अయ్యా लिएर नि सबै पण्डित लाओ आउ त हो जताबाट पनि मुनि पण्डित लाइरहनु बल्ल एक फेर पाथी त होइन नि पाथी त होइन नि तीन पाथी भयो तीन पाथी भयो दिदी अब मानुले एउटा मुठी एक पाथी मानु ल्याउ नि नानु त्यही काँसाको बेटा आए के एउटा अड्कल गरी हुन्छ कि मानो भनेर उमरको यहाँ सबै खाद्य त भने गर्मी त्यसै हुने भयो कति बेर अलि चिच्चा भवानी अब एकजना फेरि अलि अलि जोडले बोल अब त यहाँ छैन जानु जानु सर्टकट हुन्छ कि ल है ल दिनु भन 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 भगवती भगवती सामने सबै अब है भोतला अलिक खानुलाई भन्छ आफू गोदलाई बाबु कति महँगा भयो त हल्का खानु त भन्छ यहाँ बराबर चाहियो के ल यता माइले लिएर है बाबु भन्छ सेयर गर
तरकारी लिएर हिँडेको छु ठिक छ धेरै राम्रो थाल लिएर हिँडेको छु मैले भिनाजु ल खानु खानु भिनाजु के हुन्छ र खान्छ नि होइन खानु एकदम भिनाजु कति स्वागत छ हजुर आउनुभयो धेरै खुसी लाग्यो है त्यस्तो कहाँ हुन्छ खाना पर्छ टन्न दाइ नमस्ते सन्चै हुनुहुन्छ यस्तो सम्झनाको लागि भिडियो बनाएको थियो राम दाइ
छिटो लगाइदिनु ढिला गर्ने हो लगाइदिने कुरामा पनि यसो आउनु न यता है यता आउनु न है तपाईँहरू फोटो खिचाउँ कि यता सबै यता यस्तो खिच्नु हो त्यता यस्तो ल हेर है यता हेर है माया सबले दुईटै उता उता ल यता यता बाबुलाई पनि मोबाइल पनि कतिखेर एकचोटि भेटिँदा
देख्नु होला म त्यहाँ कोही कमेडी म्यानहरूलाई भिडियो गर्दैछु देख्नुभयो मुखको एक्सप्रेसन कृष्ण भगवानको यो भिडियो अब यही हाम्रो फाइनल भिडियो सकियो होइन अब हामी अर्को भिडियोमा हेर्नुपर्छ होइन अर्को ब्लग हेर्नुपर्छ हाम्रो फ्यामिली ब्लग आउँछ अब चाहिँ हामी म बाबा मम्मीको आउँछ होइन यति नै हो पूजाको भिडियो चाहिँ अब यहीँ समाप्त भयो अरू केही भन्नु छ र केही छैन धेरै रमाइलो भयो पूजा लास्टमा चाहिँ सम्पूर्ण सबैलाई चाहिँ धन्यवाद त्यो पूजामा हेल्प गर्ने सबै मामा माइजूहरूलाईदेखि लिएर सबैलाई जस सक्सेसफुल्ली जस राम्रै भयो सबै कुरा सोचेको सबै पुरा भयो आमाले सोचेको मामाहरूले सोचेको सबै जस राम्रो भयो र अब चाहिँ हामी अर्को ब्लगमा भेट्छौँ यो चाहिँ धेरै लामो भिडियो भयो होला है त